हजुर नमस्कार। यो हामीले खुर्सानीको र भान्टाको बेर्ना उत्पादन गरेका छौं। यो यता साइडको प्याजको बेर्ना हो। प्याजको बेर्ना हामीले उत्पादन गर्नको लागि अथवा मूल बिउ उत्पादन गर्नको लागि हामीले माघमा दानाहरू रोप्नु पर्छ। दानाहरू रोपेर यसलाई जेठको अन्तिमतिर यो माथिको टुप्पाको फललाई पाकिसकेपछि राम्ररी काटेर एक ठाउँमा राखेर राम्रोसँग सुकाएर यसलाई जम्मा पारेर मूल बिउको रूपमा हामीले उत्पादन गर्न सकिन्छ। यो उत्पादन गरिसकेपछि यसको बेर्नाको लागि कार्तिकतिर हामीले बेर्ना उत्पादन गर्न सकिन्छ अथवा बेर्ना छरेर हामीले यसको बुटालाई पुसको महिनामा हामीले के गर्नुपर्छ त सार्नुपर्छ। बाँकी भिडियो अर्को च्याप्टरमा हामीले प्रस्तुत गर्नेछौं।